नमस्कार सबैजनामा आज म तपाईँहरूलाई पेपर प्लेन कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। एउटा रेक्टेङ्गलको पेपर लिनु होला र पेपर लिइसकेपछि यसलाई चाहिँ यसरी फोल्ड गरौँ। यसरी फोल्ड गर्दा चाहिँ यो इक्वल हुनुपर्छ है। यतापट्टिको भाग र यतापट्टिको भाग चाहिँ यसलाई इक्वल गर्नु होला, इक्वल राख्नु होला। इक्वल राखेर यसरी फोल्ड गरौँ। यति गर्दा चाहिँ यो बराबर भयो। अब यो बराबर भइसकेपछि अब हामीले फेरि यसलाई फोल्ड गर्छौँ र फोल्ड गर्दा चाहिँ यो जुन हाम्रो यो बिचको भाग छ यो ठ्याक्कै यो माथिबाट यहाँनिरबाट फोल्ड गरौँ। यसलाई फेरि एकचोटि यसरी गर्नु है फोल्ड। यसलाई फोल्ड गर्दाखेरि यसरी यताबाट यसलाई यताबाट यति गरिसकेपछि यसलाई फेरि यसलाई यसरी बेन्ड गरिदिनुहोस्। यसलाई फेरि यसरी दबाइदिनुहोस्। यति गरेपछि हाम्रो यो मोडलमा आइपुग्छ। यो चाहिँ यो पिक चाहिँ यो प्रायः सिधै बनाउनुहोस् है, अनि राम्रो हुन्छ। यसलाई फेरि यसरी फेरि मोल्ड गर्नुहोस्, तर अलिकति राखेर यो बिटको अलिकति यति भाग चाहिँ ग्यापिङ छोडेर राख्नुहोस् है। अलिकति मैले यहाँ ग्यापिङ छोडेको छु, यस्तै ग्यापिङ छोडेर चाहिँ गर्नु होला। यस्तो गर्नु होला। यता चाहिँ सेम, यता पनि यसरी नै ग्यापिङ राखेर ठ्याक्कै यसलाई चाहिँ यो पोइन्ट ठ्याक्कै यहाँ ल्याउनु र आफै बराबर हुन आउँछ। यस्तो गरेर चाहिँ टक्क यसरी ल्याउनु होला। यति ल्याइसकेपछि यति भयो। र यति भइसकेपछि अब हाम्रो चाहिँ यो भागबाट यो अलिकति जुन अघि हामीले छोडेको थियौँ यसले चाहिँ यसलाई यो पोइन्टलाई दबाउने, यो पेपरलाई चाहिँ यहाँ यसरी दबाउने र अब चाहिँ यसलाई चाहिँ यसरी ठ्याक्कै यही पोइन्टमा समातेर ठ्याक्कै यही भागबाट यसरी झुकाउने। अलिक बराबर हेर्नु होला है। हाम्रो यो विङ्सहरू बराबर यसरी विङ्स पनि हेर्नु होला। विङ्सहरू बराबर भएन भने झ्याउ हुन्छ। फेरि पछि हामीलाई उडाउने बेलामा यसरी दबाउनु, यसरी विङ्सहरू पनि चट्ट बराबर बनाउनु। अब यसलाई यसको यो भागलाई यसरी इक्वल बनाएर यो भाग ठ्याक्कै यो भागसँग इक्वल बनाउनु है। यसरी फोल्ड गर्दाखेरि यसरी यस्तरी इक्वल गर्नु है। यता नै इक्वल यसरी यता नै इक्वल हुन आउँछ। यसरी दबाउनु नि। अब यतापट्टि पनि सेम त्यो तरिका, यतापट्टि पनि यसरी फोल्ड गरेर सेम इक्वल बनाउन ल्याउने। यसलाई यो इक्वल पोइन्टमा यसरी राखेर यतापट्टि पनि इक्वल बनाएर चट्ट यसरी लिएर आउनु। यति गरिसकेपछि अब हाम्रो के भयो त, प्लेन उडाउनको लागि रेडी भयो। यो मजाले उड्छ है। अब है एकदम यस्तो दामी बन्छ कि हेर्नुहोस् न। अब तपाईँले यसलाई कलरिङ गरेर चट्ट उडाउन सक्नुहुन्छ। राम्रो उड्छ यो प्लेन है। उडाउँदाखेरि चाहिँ चट्ट यसरी यो पोइन्टमा समातेर यसलाई चाहिँ उडाउन सक्नुहुन्छ है तपाईँले है। आजलाई यति, आज हाम्रो क्रिएसनमा यति छ। सबैजनाले लाइक सब्सक्राइब गर्नु होला प्लिज। हस्, थ्याङ्क यू।